यो भिडियोमा चाहिँ अब तपाईले फिनरा हस्पिटालिटीमा अर्डर प्लेस कसरी गर्नुहुन्छ र त्यो प्लेस भइसकेको अर्डरमा अब थप घट हुन सक्छ, तपाईको ड्रिंक्सहरु एड हुन सक्छ देखि लिएर अरु आइटम पनि बढ्न सक्छ। सो त्यो चाहिँ कसरी गर्ने भन्ने हामी सिक्दै जाँदै छौं। त्यसमा सुरुमा टेबल 1 मा जानुस् अनि सुरुको फर्स्ट अर्डरमा चिकन बर्गर र बफ बर्गर अर्डर भयो। सो यो प्लेस अर्डर यो भइसकेपछि तपाईलाई अब पछि ड्रिंक्सहरु कि त अब अर्को आइटमहरु पनि एड गर्नु भयो नि, फर एक्जाम्पल मोमो अर्डर गर्नु भयो भने कस्टमरले यही टेबलमा ट्याप गर्नुस्, त्यसपछि सर्च आइटममा गएर मोमो टाइप गर्दा पनि भइहाल्यो। सो मोमो एड गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ, यहाँ भइसकेपछि प्लेस अर्डरमा ट्याप गर्नु होला। सो यसपछि चाहिँ तपाईको अघिको अर्डर पनि यही छ र रिसेन्टली अपडेट भइसकेको अर्डर पनि यहाँबाट इजिली हेर्न सक्नुहुन्छ। यो भिडियोमा चाहिँ तपाईले अब टेबलबाट अर्डर लिन त सिकिहाल्नु भयो, तर कुनै बेला तपाईको टेबल 2 मा लिनुपर्ने अर्डर झुकेर टेबल 1 मा लिनु भयो भने त्यो पर्टिकुलर मेन्यु आइटमलाई मात्र कसरी ट्रान्सफर गर्ने भनेर चाहिँ आज हामी सिकाउँदै छौं। सो त्यसको लागि टेबल 1 मा तपाईले अघि चिकन बर्गर, बफ बर्गर, मोमो लिनु भयो, तर चिकन बर्गर चाहिँ तपाईको टेबल 2 को अर्डर थियो भने यसको लागि टेबल 1 मा ट्याप गर्नुहोस्, त्यसपछि टप राइटमा 3 डट्समा त्यसपछि ट्रान्सफर मेन्यु आइटम। सो कुन चाहिँ टेबलमा हो, सो टेबल 2 कन्टिन्यू, त्यो भइसकेपछि चिकन बर्गर चाहिँ तपाईको टेबल 2 को अर्डर थियो भने यो गरेर सेभ ट्रान्सफर गरिदिनुहोस्। यो भइसकेपछि तपाईको टेबल 2 मा चिकन बर्गर को आइटम ट्रान्सफर भइसकेको छ। आजको भिडियोमा चाहिँ अब हामीले तपाईको टेबल शिफ्ट भयो भने चाहिँ कसरी मेन्यु आइटम्सहरु सार्ने भनेर सिक्दै छौं। फर एक्जाम्पल टेबल 1 मा बसिराख्नु भएको कस्टमरहरु टेबल चेन्ज गरेर टेबल 6 मा जानु भयो भने सिम्पल छ, टेबल 1 मा ट्याप गर्नुहोस्, त्यसपछि टप राइटमा 3 डट्स छ त्यहाँ ट्याप गर्नुहोस्, चेन्ज टेबलमा ट्याप गर्नुहोस्। सो कुन चाहिँ टेबलमा चेन्ज गर्नुभयो उहाँले, सो टेबल 6 मा ट्याप गरेर चेन्ज गरिदिनुहोस्। यो भइसकेपछि तपाईको टेबल 1 को सबै आइटम्सहरु टेबल 6 मा शिफ्ट भइसकेको छ। अब यस सँगसँगै इफ केही कारणवश तपाईको टेबल क्यान्सल भयो भने त्यो पनि तपाईले सिस्टममा गर्न मिल्छ। सो टेबल 6 मा जानुहोस् अनि अघिकै 3 डट्समा ट्याप गर्नुहोस्, त्यो गरिसकेपछि क्यान्सल टेबल भन्ने यहाँ देख्न सक्नुहुन्छ। सो क्यान्सल टेबलमा क्लिक गरिसकेपछि यहाँ नोटमा तपाईले अब टेबल किन क्यान्सल भयो भनेर लेख्न सक्नुहुन्छ र क्यान्सल कसले गर्नुभएको त तपाईको अटोमेटिकली भइ नै हाल्छ। सो नोटमा चाहिँ किन क्यान्सल भएको भनेर सर्टेन रिजन्सहरु तपाईले लेखेर यसलाई यस गर्नुभयो भने तपाईको त्यो टेबल चाहिँ भ्याकेन्ट हुन्छ। तपाईको टेबल बुक भइसकेपछि त्यसमा पार्टिकुलर रिमार्क्सहरु कसरी हाल्ने र पार्टिकुलर कस्टमरको नाममा कसरी सेट गर्ने भनेर पनि म सिकाउन जाँदै छु। सो टेबल 2 मा गएर सुरुमा प्लेस अर्डर गरौँ। तपाईको अर्डर प्लेस भइसकेपछि तपाईले यही टेबलमा ट्याप गर्न साथ यता माथि प्लस बटन देख्नुहुन्छ, सो यो एड रिमार्क्समा क्लिक गर्नुहोस्। सो तपाईको कुनै स्पेशल कस्टमर हुनुहुन्छ कि त रिपिटेड कस्टमर हुनुहुन्छ भने इजी गर्नको लागि फर एक्जाम्पल राम, सो यो गरेर क्रिएट गर्नुभयो भने अनि त्यसपछि ब्याक जानुभयो भने यहाँ राम भनेर देख्न सक्नुहुन्छ। यो चाहिँ तपाईको रिमार्क्स हालेको फाइदा चाहिँ मेन तपाईको कस्टमर र टेबललाई इजिली सेग्रिगेट गर्नको लागि हो। अर्को कुरा पनि तपाईलाई अब के छ भन्दा जस्तै अर्डर्सहरु त लिनुभयो, तर अब कुनै अर्डर्समा तपाईको सुगर कम, नुन कम भने सर्टेन नोट तपाईहरुलाई दिन सक्नुहुन्छ कस्टमरले। सो त्यो कुरालाई पनि कसरी लेख्ने भनेर म यहाँ सिकाउँदै छु। सो एउटा टेबल प्लेस गरौँ। सो चिकन रोस्ट, फ्रेन्च फ्राइज भयो। अब फ्रेन्च फ्राइजमा चाहिँ सल्ट कम हाल्ने भनेर भन्नु भएको छ भने यहाँ तपाईको नोट वाला बटन छ, यहाँ क्लिक गर्नुस्। सो यो लेस सल्ट भनेर गर्नुभयो भने चाहिँ तपाईको केओटी प्रिन्ट हुँदाखेरि चाहिँ नोट सँगसँगै प्रिन्ट हुन्छ। त्यो भइसकेपछि तपाईको सेफलाई पनि आइडिया भयो। यो चाहिँ अब तपाईको धेरै कुरामा युज हुन सक्छ। सो यो गरिसकेपछि तपाईको अर्डर प्लेस भयो। तपाईलाई सफ्टवेयर चलाउँदाखेरि केही समस्या आयो, हाम्रो सपोर्ट टिमसँग कन्ट्याक्ट गर्नु पर्यो भने चाहिँ यता बटम लेफ्टमा अकाउन्ट भन्नेमा जानुभयो भने सपोर्ट भन्ने देख्नुहुन्छ। यहाँ चाहिँ हामीले डिफरेन्ट सपोर्ट टिम असाइन गरेको छौं। बिहान 7 बजेदेखि 3 बजेसम्मको लागि यो नम्बरमा कन्ट्याक्ट गर्नु होला, दिउँसो 1 बजेदेखि बेलुका 9 बजेसम्मको लागि यो नम्बरमा कन्ट्याक्ट गर्नु होला र तपाईको रेस्टुरेन्ट क्याफे चाहिँ आफ्टर 9 पनि अपरेट गर्छ भने चाहिँ यो नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। थ्यांक यू।